तपाईँ लन्डनमा बस्दाखेरि पनि त्यहाँ अपार्टमेन्ट चाहिँ उहाँले व्यवस्था गर्नुभयो, त्यहाँ पढ्ने व्यवस्था पनि तपाईँको लागि मिलाउनु भयो। 6 वर्षसम्म तपाईँहरूको रिलेसन चाहिँ मजबुत रह्यो। त यो भनिराख्नु भएको छ, अहिले तपाईँ के भन्न खोजिराख्नु भएको छ भने अर्पण कोइराला मेरो साथी बाहेक चाहिँ मेरो बोयफ्रेन्ड होइन लागेन त। त्यसो भए अर्पणलाई एज अ बोयफ्रेन्डको रूपमा अफेयर होस्, लभ गर्नुपर्छ, म चाहिँ आई मिन लभ विथ हिम भनेर। शेयरिङ पनि रहेछ, शेयरिङ केयरिङ सबै थियो, हेयरिङ पनि रहेछ। हजुर। एकछिनलाई मानौँ कि त्यो सम्पत्ति चौपट पार्ने अथवा व्यापार व्यवसाय डामाडोल हुने, कुलतमा लाग्नेको कारण मध्येको एउटा कतै तपाईँ त हुनुहुन्थेन। तपाईँ पर्खिनुहोस् है, तपाईँ क्लियर गर्नु होला। अर्पणको घर तपाईँको नाउँमा थियो, अर्पणले तपाईँलाई गाडी किनिदिएको, अर्पणले तपाईँलाई लन्डनमा बस्ने सारा व्यवस्था मिलाइदिएको, युनिभर्सिटीमा पढ्ने व्यवस्था मिलाइदिएको, 5-7 करोड रुपियाँ चाहिँ मैले खुसबुको नाउँमा सकेँ, बर्बाद भएँ, मैले पनि भन्ने वर्षन आएको छ। अर्पण कोइरालासँग सम्पत्ति अलिअलि सकियो, भयभरको सम्पत्ति खुसबु ओलीले लियो, त्यसपछि अर्पण कोइरालालाई सडकमा फ्यालिदियो, त्यहाँबाट चाहिँ चरीतिर लाग्यो, दिनेश अधिकारीतिर लाग्यो भन्ने कुरा आयो। होइन, यो गलत हो।